हेलो एभ्रिवान, तपाईहरुलाई एनइबी रिसोर्समा स्वागत छ। म तपाईहरुको आफ्नै विवेक दाइ है। आज चाहिँ हामी के गर्न गइरहेछौँ त भन्दा क्लास 11 मा चाहिँ एकदम इम्पोर्टेन्ट नै रहेको थ्योरम, यो चाहिँ एक्जाममा आउने चान्सहरु बढी हुन्छ यो थ्योरमको। सो यो थ्योरम चाहिँ लिमिट अफ द ट्रिग्नोमेट्रिक फंक्शन्स भन्छ। यो थ्योरम चाहिँ तपाईहरुले गरिरहा हुनुहुन्छ, क्लासमा पनि गराइरहा हुनुहुन्छ टिचरहरुले हैन। अब गर्नु भएको छैन भने पनि एकचोटी हेर्नुस्, यो हेर्दा बित्तिकै आउने खाले छ कि त्यस्तो अप्ठ्यारो छैन। अब तपाईं चाहिँ हामीले चाहिँ क्लास 11 म्याथमा चाहिँ प्रुभ गर्नुपर्ने हुन्छ। सो म यसको चाहिँ थोरै कम गरिदिन्छु हैन, जसरी कि मलाई चाहिँ अलिकति हेल्प होस् न लेख्न पनि हैन। सो यो थ्योरम प्रुभ गर्दै गर्दाखेरि चाहिँ हामीलाई के हुनुपर्छ त भन्दाखेरि अब हामीले यो एंगलहरु यताउता देख्दा बित्तिकै ज्योमेट्रीबाट सल्भ गर्दाखेरि चाहिँ सजिलो पनि हुने र हामीले छिटो पनि सल्भ गर्ने हुन्छ के। त्यो कारणले गर्दाखेरि चाहिँ ज्योमेट्रीबाट जाम हैन, ज्योमेट्रीबाटै प्रुभ गर्नुपर्छ यो। सो यसलाई चाहिँ म थोरै साइडमा ल्याए। अब पहिला ज्योमेट्री बुझौँ है। डायग्राम बनाइसकेका छौं है। यो डायग्रामको बारेमा छोटो डिस्क्रिप्सन यतापट्टि साइडमा छ है। हामी के गर्छौं त भन्दा एउटा कन्सिडर गरौँ एउटा सर्कल, मैले अघि भने जस्तै एउटा सर्कल कन्सिडर गरौँ। लेट अस कन्सिडर ए सर्कल जसको चाहिँ के छ, सेन्टर ओ छ, रेडियस आर छ, स्मल आर, र आर्क एबी छन्, अनि त्यहाँ एट द रेट आयो, तर त्यो थीटा हो है। थीटा चाहिँ के हो त, एंगल हो सेन्टरमा है। यहाँ देख्नु भएको छ तपाईले है, मैले त्यसलाई एक्सप्लेन गर्नु त पर्दैन सायद। अब हामी चाहिँ यसमा एक्स्ट्रा चाहिँ के गर्छौं त भन्दा अब यसमा त हाम्रो साइनको पनि रिलेसन ल्याउनु छ अनि ट्यानको नै रिलेसन ल्याउनु छ के हामीलाई। त्यो कारणले गर्दाखेरि चाहिँ मैले यहाँ चाहिँ के गरे त भन्दाखेरि एउटा कन्स्ट्रक्सनको पार्ट ल्याएको छु। यो तपाईले माथि कन्सिडरकै प्याराग्राफमै थप्दा पनि हुन्छ, नाइ भए यो चाहिँ कन्स्ट्रक्सन लेखेर लेख्दाखेरि राम्रो देखिन्छ, राम्रो पनि देखियो, त्यही भएर चाहिँ मैले चाहिँ तपाईहरुलाई देखाएको है। अब यसमा कन्स्ट्रक्सनमा हामीले के गरियो त भन्दा कन्स्ट्रक्ट ए टेन्जेन्ट एसी एन्ड जोइन्ट एबी एन्ड बीसी भन्ने कुरो भयो है। एउटा एसी भन्ने टेन्जेन्ट बनाउने रे, एउटा के गर्ने एसी भन्ने टेन्जेन्ट बनाउने। यो एसी भन्ने जुन छ यो टेन्जेन्ट हो है, यो टेन्जेन्ट बनाउने। अनि त्यसपछि के गर्ने रे, यो टेन्जेन्ट बनाइसकेपछि एबी लाई र बीसी लाई जोइन गर्ने। यो एबी लाई त हामीले जोइन गरियो है, यो एबी लाई हेर्नुस् त, यो एबी लाई त हामीले जोइन गरियो, यो एबी लाई त हामीले जोइन गरियो, यो ए लाई र यो बी लाई। अब हामीले के गर्छौं त, यो एक्सटेन्ड भछ नि, ए देखि सी सम्म जुन एक्सटेन्ड भएको छ त्यसलाई चाहिँ हामीले बी र सी लाई चाहिँ जोइन गर्छौं। ए र सी त पहिले जोइनै छ, किनकि त्यो त टेन्जेन्ट हो। टेन्जेन्ट भनेको कस्तो हो त है, टेन्जेन्ट भनेको के हो त भन्दा कुनै पनि एउटा सर्कल छ, कुनै पनि एउटा सर्कल छ, त्यो सर्कललाई त्यो सर्कलको सर्कमफ्रेन्समा टच हुँदै यहाँबाट एउटा लाइन पास हुन्छ, एउटा स्ट्रेट लाइन पास हुन्छ भने यसलाई हामी के भन्छौं, यसलाई हामी भन्छौं टेन्जेन्ट भन्छौं है। यो टेन्जेन्ट चाहिँ के हुन्छ त भन्दाखेरि यहाँ पोइन्ट अफ कन्ट्याक्ट भन्ने हुन्छ टेन्जेन्टको, त्यो पोइन्ट अफ कन्ट्याक्टमा पुग्दाखेरि चाहिँ त्यो चाहिँ के हुन्छ त 90 डिग्री हुन्छ, यो परपेन्डिकुलर हुन्छ भन्ने कुरा मात्रै बुझ्नुस् है। यो पोइन्ट अफ कन्ट्याक्टमा यो 90 डिग्री हुन्छ, यो पोइन्ट अफ कन्ट्याक्टमा यो 90 डिग्री हुन्छ, बस। अहिलेलाई टेन्जेन्ट बारे त्यही बुझौं है, टेन्जेन्ट बारे त्यही बुझौं अहिलेलाई। सो हामीले अहिले चाहिँ के भन्नु पर्यो त भन्दाखेरि यो एसी जुन छ, यो एसी जुन छ, यो एसी हाम्रो लागि के हो त, यो एसी जुन छ यो हाम्रो लागि टेन्जेन्ट हो है। यो सर्कल हामीले जुन बनाएको छौं यहाँ, त्यो सर्कलको लागि टेन्जेन्ट हो भन्ने बुझौं। यसमा हामीले के गरियो त, कन्स्ट्रक्ट गरियो, टेन्जेन्ट बनाइयो है। अब अर्को छ के गर्न पर्यो त, कन्स्ट्रक्ट एआर परपेन्डिकुलर टु ओबी। ल हेर्न सक्नुहुन्छ है तपाईहरु, यहाँ ओबी भन्ने जुन यो तलको बेस लाइन छ, यो बेस लाइन तपाईहरुले देख्नु भयो होला, यो बेस लाइन छँदैछ। त्यसमा चाहिँ हामीले के गर्छौं त, माथिबाट परपेन्डिकुलर ड्रन गर्छौं। माथि भने कहाँबाट, यो ए भन्ने पोइन्ट छ नि, यो ए भन्ने पोइन्ट छ, यो ए भन्ने पोइन्टबाट हामीले के गर्छौं, परपेन्डिकुलर ड्र गर्छौं। यो ए भन्ने पोइन्टबाट परपेन्डिकुलर ड्र गर्छौं। यो ए भन्ने पोइन्टबाट माथि हामीले के गर्यौं त, यो ए भन्ने पोइन्टबाट हामीले आर भन्ने पोइन्टसम्म चाहिँ परपेन्डिकुलर ड्र गर्यौं।
अब यो परपेन्डिकुलर ड्र गरेको किन भनेर सोध्नुहुन्छ भने अहिले हामीले एकछिनपछि चाहिँ हामीले यहाँ एरिया निकाल्न पर्ने हुन्छ, tan लगाउने हो नि त। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो ट्रिग्नोमेट्रिक फङ्सन लगाउने भएको कारणले गर्दाखेरि यो परपेन्डिकुलर निकालेपछि त्यो सेक्सनको चाहिँ एरिया आइहाल्छ नि त, त्यो कारणले नै गरे हो है। अब हामी यो फिगर त डिस्कस भइसक्यो। फिगरमा हामीले के गर्यौं, एकचोटि सर बुझ्दाखेरि एउटा सर्कल बनायौं, सर्कल भित्र हाम्रो ओएबी भन्ने ट्रायंगल छ, ट्रायंगल बन्यो। ट्रायंगलमा चाहिँ हामीले अब के गरियो त भन्दा एसी भन्ने टेन्जेन्टलाई हामीले थपियो। एसी भन्ने टेन्जेन्टलाई थप्दा बित्तिकै यहाँ चाहिँ हामीले एबी यो एबी र बीसी लाई चाहिँ एक्सटेन्ड जुन पार्ट थियो त्यो सी चाहिँ त्यसलाई हामीले कनेक्ट गरियो, जोइन गराइयो है। त्यसपछि एआर भन्ने परपेन्डिकुलर चाहिँ हामीले ओबी बेसमा चाहिँ ड्र गर्यौं है। यति नै छ फिगरको डिस्क्रिप्सन। सो अब हामी लागौं प्रुफतिर है, प्रुफतिर लागौं। प्रुफतिर लाग्दा अब हामीले सुरुमा के गर्नुपर्ने हुन्छ त भन्दा हामीले एकचोटि हेरौं, यहाँ हेर्दै गर्दाखेरि हामी के देख्छौं त भन्दा यहाँ हाम्रो लागि के छ, एउटा ट्रायंगल छ ओएबी भन्ने ट्रायंगल छ। हेर्नुस् है, एउटा ओएबी भन्ने ट्रायंगल छ है, एउटा ओएबी भन्ने ट्रायंगल छ। अर्को कुन ट्रायंगल छ, अर्को पनि ट्रायंगल छ, यहाँ हेर्नुस् त। अर्को कुन ट्रायंगल छ त, अर्को ट्रायंगल छ ओए र सी, ओएसी भन्ने अर्को ट्रायंगल छ है। अनि यहाँ एउटा सेक्टर पनि छ। सेक्टर हामीले अब हामीले यो सेक्टर चाहिँ कसरी भन्छौं भन्दा यो सेक्टर भनेको चाहिँ सेन्टर पार्टबाट चाहिँ आ परेको भाग हो के, सेन्टर पार्टबाट सर्कम्फरेन्सतिर चाहिँ आ गरेको पार्ट हो, ग्रेटर देन वाला त्यो साइन हुन्छ नि, हो त्यस्तै। त्यो चाहिँ हामीले के गरियो त भन्दा यस्तो पार्ट के, यस्तो पार्ट छ नि, यो ओ छ, यो ए छ अनि यो बी छ नि, यो पार्टलाई चाहिँ हामीले के भनिन्छ, सेक्टर भनिन्छ है। अब यहाँ चाहिँ के देखिन्छ त हामीले भन्दा अब हामी के देख्छौं त यहाँ भन्दा ओएबी भन्ने एउटा ट्रायंगल छ, त्यो ट्रायंगलको एरिया चाहिँ के छ त भन्दाखेरि ओएबी भन्ने सेक्टर भन्दा कम छ है। ओएबी सेक्टर भन्दा कम छ, किन कम छ भनेर तपाईहरु मलाई भन्नुहुन्छ भने ओएबी सेक्टरमा यो बाँकी रहेको यो पार्ट छ नि, यो पार्टको पनि एरिया चाहिँ इन्क्लुड हुन्छ, यो पार्टको है, यो यहाँ बाँकी रहेको पार्टको एरिया इन्क्लुड हुने भएर यो सेक्टर ओएबी चाहिँ के छ त भन्दाखेरि ट्रायंगल ओएबी भन्दा चाहिँ बढी छ एरियामा। त्यसपछि अर्को ट्रायंगल यहाँ कुन थियो, ओएसी भन्ने ट्रायंगल थियो। यो ओएसी भन्ने ट्रायंगल त अफ कोर्स यो चाहिँ ठुलो नै छ, तपाईहरु देख्नु भएकै छ है। अब हामी यो चाहिँ सल्युसनतिर जाम है, प्रुफ गर्नतिर जाम। प्रुफ गर्न चाहिँ हामी के गर्छौं त भन्दाखेरि अफ ट्रायंगल, कुन ट्रायंगल, एरिया अफ ट्रायंगल ओएबी है, एरिया अफ ट्रायंगल ओएबी is less than area of sector OAB है। OAB सेक्टर र यसको एरिया पनि चाहिँ के छ त भन्दा यसको एरिया पनि अझ लेस छ, केसँग, एरिया अफ ट्रायंगल कुनसँग, कुन ट्रायंगलसँग कम छ त भन्दाखेरि एओसी अथवा ओएसी है, एओसी जे लेख्दा पनि हुन्छ। अब हामी यो चाहिँ हाम्रो यो थ्योरम प्रुफ गर्नलाई चाहिँ हामी के गर्छौं त भन्दाखेरि यो हाम्रो थ्योरम प्रुफ गर्दै गर्दाखेरि चाहिँ के गरिन्छ त भन्दा ओएबी यो ट्रायंगल यो एरिया जति मैले यो रिलेसन लेखे जसको एरिया चाहिँ के छ एकअर्कासँग कम छ अथवा बढी छ, त्यो रिलेसनलाई चाहिँ हामीले अब के गर्छौं त भन्दा डिड्युस गर्छौं। यो पहिला सुरु हामी के गर्छौं त एरिया अफ अ ट्रायंगल ओएबी निकाल्ने प्रयास गर्छौं है। ओएबी ट्रायंगल हेर्नुस् त एकचोटि, यहाँ फेरि वापस जाम, हामी फिगरमा वापस जाम। फिगरमा वापस जाँदाखेरि ओएबी भन्ने यो ट्रायंगल छ जुन हो, त्यो ट्रायंगलको एरिया निकाल्नलाई हामीले के गर्थ्यौं, बेसिकली अब ट्रायंगलको एरिया निकाल्दाखेरि हामीले के गर्थ्यौं त एकचोटि याद गरौँ है। ट्रायंगलको एरिया निकाल्दाखेरि 1/2 बेस इन्टु हाइट गरिन्थ्यो हो, क्लास 10 मा नि गरिन्थ्यो नि हैन, क्लास 10 मा हामीले त्यही गरिन्थ्यो। एरिया अफ ट्रायंगल के हुन्थ्यो,
1/2 बेस इन्टु हाइट हुन्थ्यो है। अब हामीले त्यही फर्मुला चाहिँ यहाँ लगाउँछौँ। हाम्रो लागि बेस के छ? बेस छ ओबी है, अनि र परपेन्डिकुलर अथवा त्यस चाहिँ हाइट कुन छ त भन्दा एआर छ है। हामीले त्यही लगाउँछौँ। अब यहाँ यसको के हुँदो रहेछ त? यसको के हुने रहेछ त? 1/2 बेस भनेको हाम्रो ओबी छ, बेस भनेको ओबी छ र हाइट भनेको के छ? हाइट भनेको एआर छ है। अब ओबी त हाम्रो हेर्नुस् एकचोटी, ओबी त हाम्रो रेडियस नै हो, ओबी त हाम्रो के हो त? रेडियस नै हो। सो हामीले के गर्छौं त भन्दा यो 1/2 रेडियस नै हो, आर लेखिहाल्छौं इन्टु, अब यहाँ हामी हेरौं एआर भनेको के हो त? एआर भनेको के हो त भन्दा यो ट्रायंगल ओएआर मा हेर्दा यो त आर मा त के छ त? राइट एंगल ट्रायंगल छ। आर मा के छ? राइट एंगल ट्रायंगल छ। तपाईहरु हेर्न सक्नुहुन्छ। आर मा राइट एंगल ट्रायंगल भइसकेपछि, आर मा राइट एंगल ट्रायंगल छ, यही एंगल पनि छ भनेपछि यो बेस भइहाल्यो, यो हाइपोटेनियस भयो र यो परपेन्डिकुलर भयो हो। अब यो हाइपोटेनियस यो ओए जुन छ, यो हाइपोटेनियस ओए जुन छ, यो ओए त के हो त? रेडियस हो। यो पनि के हुन्छ? यो पनि के हुन्छ? आर हुन्छ है। भिडियो थोरै लामो हुने भयो, तर पनि तपाईहरु हेर्दै गर्नु है। यो भिडियो हेरिसकेपछि अर्को भिडियो हेर्न चाहिँ पर्दैन है। भिडियो थोरै लामो हुने भयो, इट्स माई फर्स्ट भिडियो, त्यो कारणले गर्दा पनि सो थोरै नर्भसनेस पनि छ, अनि प्लस यो घर बसेर गर्दाखेरि चाहिँ सो डिस्टर्बेन्सहरु थोरै इन्भाइरोमेन्टल डिस्टर्बेन्सहरु आइराछ है, त्यो कारणले गर्दा हो। सो हामी यो गर्दै थियौं है। अब ट्रायंगल हेर्दै थियौं हामीले। ट्रायंगलमा मैले के भन्दै थिएँ त भन्दा यो एआर जुन परपेन्डिकुलर छ त्यसको चाहिँ परपेन्डिकुलर बेस हाइपोटेनियस छुट्यायौं हामीले है। अब हामीले के गर्छौं त भन्दाखेरि एआर भनेको परपेन्डिकुलर रहेछ है, परपेन्डिकुलर रहेछ। यसमा चाहिँ हामीले के गर्दियौं त भन्दा यसमा हामीलाई के थाहा छ त भन्दा यो ट्रायंगलमा sin थीटा कति हुन्छ भनेर निकालौं है। यो ट्रायंगलमा के निकालौं? sin थीटा कति हुन्छ त? अब यो के हुने भयो त? एआर भनेको आर sin थीटा हुँले। अब के लेख्न मिल्यो त? आर sin थीटा लेख्न मिल्यो। आर sin थीटा लेखेपछि यहाँ चाहिँ के हुने भयो भन्दा यहाँ के हुने भयो? 1/2 आर स्क्वायर sin थीटा भइहाल्यो। आर स्क्वायर sin थीटा भइहाल्यो है। अब हामी के गर्छौं त? सेक्टरको एरिया निकाल्न जान्छौं। यो भयो है। यो यति रिलेसनलाई हामीले यही छोड्दियौं अहिले एकैछिनलाई। अब हामी जान्छौं सेक्टरको एरिया निकाल्न जान्छौं। यसलाई चाहिँ छुट्टा छुट्टै गर्दा पनि हुन्छ, यतिकै गर्दा नि खासै फरक पर्दैन है। अब सेक्टरको एरिया है, यो सेक्टर जुन छ, यो ओएबी भन्ने जुन सेक्टर छ, ओएबी भन्ने जुन सेक्टर छ, सर्कल भित्र यदि कुनै सेक्टर छन् भने सेक्टरको एरिया निकाल्ने फर्मुला एरिया अफ सेक्टर के हुन्छ त? एरिया अफ सेक्टर के हुन्छ? एरिया अफ सेक्टर हुन्छ थीटा बाई 2 पाई इन्टु कुन चाहिँ हाम्रो यो चाहिँ कुन चाहिँ सेक्सन कुन चाहिँ कोनिक हो त्यसको चाहिँ फर्मुला के छ? एरियाको फर्मुला के छ त? हाम्रो अहिले यहाँ सर्कल छ, सर्कल भइसकेपछि पाई आर स्क्वायर छ हो। पाई पाई काटिहाल्यो भनेपछि यो के हुँदो रहेछ त? यो के हुने रहेछ त? 1/2 थीटा आर स्क्वायर हुँदो रहेछ है। 1/2 थीटा आर स्क्वायर राख्छौं यसलाई। सेक्टर के हुँदो रहेछ? 1/2 थीटा आर स्क्वायर हुँदो रहेछ। अब हामी जान्छौं एरिया अफ ट्रायंगल एओसी। एओसी को एरिया निकाल्नु पर्यो भने हामी के गर्छौं त? एओसी को पनि के छ त भन्दाखेरि 1/2 बेस इन्टु हाइट गर्नु पर्यो। एओसी भन्दा बित्तिकै के हुन पर्यो? ओए अनि ओए र एसी, ओए र एसी हुनु पर्यो। हेर्नु न फिगरमा हेर्नु न, फिगरमा ओएसी को निकाल्दाखेरि हाम्रो के हुन्छ त? ओए इन्टु एसी हुन्छ, ओए इन्टु एसी हुन्छ। थोरै पर भएछ, केही भएन, 1 गरियो। अब यहाँ के हुन्छ त? एसी भनेको 1/2 छँदैछ, ओए भनेको त हाम्रो रेडियस नै हो, इन्टु एसी भनेको के हुन्छ त भन्दाखेरि हाम्रो एसी भनेको आर tan थीटा हुन्छ के फेरि। एसी भनेको के हुन्छ त?
AC भनेको r tan थीटा हुन्छ, r tan थीटा। र अब हामी यसलाई चाहिँ सल्भ गर्छौं है फेरि। 1/2 छँदैछ r स्क्वायर tan थीटा भयो। अब हेर्नु त एकचोटी एमा हेर्दै गर्दाखेरि हाम्रो एरिया अफ सेक्टर आयो 1/2 थीटा r स्क्वायर, एरिया अफ OAB आयो 1/2 r स्क्वायर sin थीटा, र यता एरिया अफ AOC कति आयो 1/2 r स्क्वायर tan थीटा भयो। अब यो सबैलाई चाहिँ हामीले के गरौँ त भन्दाखेरि एउटा ठाउँमा लेखौँ है। नाउ इक्वेसन 1 बाट फ्रम इक्वेसन है पहिलो इक्वेसनबाट चाहिँ हामीले के निकालियो त, निष्कर्ष के निकालियो त भन्दा 2 r स्क्वायर sin थीटा, अर्को इट इज लेस देन 1/2 थीटा r स्क्वायर अथवा r स्क्वायर थीटा है, अनि इज अल्सो लेस देन 2 1/2 r स्क्वायर tan थीटा। यो इक्वेसनलाई हामीले के गर्छौं त अब हामी डिवाइडिङ बाइ डिवाइड गर्छौं। हाम्रो पहिलो कोएफिसिएन्ट पहिलो चाहिँ टर्म जे छ त्यसले डिवाइड गर्छौं। पहिलो टर्म हाम्रो के छ, पहिलो टर्म छ हाम्रो 1/2 r स्क्वायर sin थीटा ले हामी डिवाइड गर्छौं। 1/2 r स्क्वायर sin थीटा ले डिवाइड गर्ने भने के हुन्छ हेरौं है। 1/2 r स्क्वायर sin थीटा ले डिवाइड गर्ने भने फर्स्टमा 1 हुन्छ, फर्स्टमा कति हुन्छ, फर्स्टमा 1 हुन्छ, फर्स्टमा 1 हुन्छ। 1 इज लेस देन के हुन्छ थीटा बाइ sin थीटा, थीटा बाइ sin थीटा हुन्छ। 1 इज लेस देन थीटा बाइ sin थीटा। त्यसपछि यहाँ त tan छ, tan भनेको त sin बाइ cos हो, sin त काटियो बट बाँकी रह्यो के, sin काटेपछि नि बाँकी रह्यो के cos त बाँकी रह्यो, 1 बाइ cos थीटा भइहाल्छ यो, 1 बाइ cos थीटा भइहाल्छ। अब हामी के गर्छौं, अब हामीले चाहिँ एउटा रुल थियो नि, हामी सानो क्लासमा पढ्दाखेरि 7-8 मा पढ्दाखेरि एउटा रुल थियो के थियो त भन्दा कुनै पनि चाहिँ के हुन्छ भन्दा फ्र्याक्सनमा छन्, कुनै पनि इनइक्वालिटिजहरु फ्र्याक्सनमा छन् भने, फ्र्याक्सनमा छन् यस्तो के फ्र्याक्सनमा छन् भने अब यो चाहिँ के हुन्छ त भन्दाखेरि यो रेसिप्रोकल हुँदाखेरि यिनीहरुको साइन पनि, यो इनइक्वालिटीको साइन पनि चेन्ज हुन्छ भनेर पढाएको थियौं। कतिलाई याद छैन होला, कतिलाई अहिले रिभाइज भइरा होला है, त्यही नै छ हामी पढाएको थियौं। सो अब यसलाई हामीले एप्लाई गर्छौं यसमा। हामीले यसलाई एप्लाई गर्दाखेरि 1 त 1 नै हुने भयो, 1 इज ग्रेटर देन sin थीटा बाइ थीटा, रेसिप्रोकल भने हो sin थीटा बाइ थीटा हो। त्यसपछि यता हाम्रो के आयो त राइट ह्यान्ड साइडमा cos थीटा आयो। फेरि माथि जाउँ, माथि गएर हामीले यो कन्डिसन थियो नि, यो लिमिट थीटा टेन्ड्स टु यो छ नि, यसैलाई नै निकालौं है। यसलाई निकाल्दाखेरि हामी चाहिँ के गर्छौं त अब लिमिटिङ भ्यालु राख्छौं है। पुटिङ लिमिटिङ भ्यालु इन एबोभ इक्वेसन, यो माथिको इक्वेसनमा हामी के गर्छौं त लिमिटिङ भ्यालु राख्छौं। लिमिटिङ भ्यालु हाम्रो के थियो, लिमिटिङ भ्यालु हाम्रो के थियो, लिमिटिङ भ्यालु थियो लिमिट थीटा टेन्ड्स टु 0, यो 1 भइहाल्यो, इज ग्रेटर देन लिमिट थीटा टेन्ड्स टु 0, थीटा टेन्ड्स टु 0 sin थीटा बाइ थीटा, अनि इज ग्रेटर देन लिमिट थीटा टेन्ड्स टु 0। यहाँ हाम्रो के छ त cos थीटा छ, यो के छ यहाँ cos थीटा छ है, भनेको 1 हो, हामीलाई थाहै छ। cos 0 भनेको 1 हो, यो त हाम्रो प्रुफ गर्ने दिएको इक्वेसन हो। यो त के हो त लिमिट थीटा टेन्ड्स टु 0, यो हामीलाई प्रुफ गर्न दिएकै हो sin थीटा बाइ थीटा। यसलाई हामी जस्तो छ त्यस्तै राख्छौं।
र यो पहिलोमा त अब थीटा नै छैन बिचरा, के गरोस् है, यो त 1 नै हो। अब हामी के गर्छौं त यसमा हामीले स्क्विज थ्योरम, स्यान्डविच थ्योरम भन्ने छ, त्यो थ्योरम एप्लाई गरेर चाहिँ हामीले के गरिन्छ त भन्दा, त्यसले चाहिँ के भन्छ त भन्दा बेसिकली यो तपाईको राइट साइडको भ्यालु र तपाईको फंक्सनमा कुनै पनि राइट साइडको भ्यालु र लेफ्ट साइडको भ्यालु चाहिँ इक्वल छ र इनइक्वालिटी साइनले चाहिँ बीचमा चाहिँ ग्रेटर अर इक्वल बनाएर राखेछ भने यसलाई हामीले के लेख्न सक्छौं त, यसलाई हामीले के लेख्न सक्छौं, लिमिट थीटा टेन्ड्स टु 0, यसलाई हामीले थीटा टेन्ड्स टु 0 sin थीटा बाइ थीटा इज इक्वल टु 1 लेख्न सक्छौं है। 1 देखि 1 को बीचमै लाइज गर्ने भएको भएर यसलाई हामीले चाहिँ के गरिन्छ त sin थीटा बाइ थीटा गरिन्छ। यो चाहिँ के गर्यो, स्क्विज थ्योरमलाई एप्लाई गरेर चाहिँ यसलाई चाहिँ हामीले प्रुभ गर्यौं है। यो प्रुभ भयो है, sin थीटा बाइ थीटा इज इक्वल टु 1 हामीले प्रुभ गर्यौं। एकचोटी फेरि एकचोटी हेर्दियौं, एकचोटी हामीले के गर्यौं, हामीले सुरुमा त यो प्रुभ गर्ने भनेर एउटा के गरियो, सर्कल 0 सेन्टर चाहिँ O भएको सर्कललाई लेट गर्यौं जसको रेडियस स्मल r छ र यो चाहिँ के छ त आर्क AB पनि छ यो सर्कलमा र यसको के छ त भन्दाखेरि एंगल जुन छ यो थीटा हो, यो थीटा हो, यो थीटा नभेटेर चाहिँ मैले अल्फा सरी @ को सिम्बल हाल्दिए है। र एमा हामीले कन्स्ट्रक्सन गर्यौं, कन्स्ट्रक्सन गरियो टेन्जेन्ट AC टेन्जेन्ट कन्स्ट्रक्ट गरियो है, अनि AB लाई र BC लाई चाहिँ कनेक्ट गरियो, जोइन गरियो है। त्यसपछि हामीलाई के थाहा छ त भन्दा प्रुभ गर्दै गर्दाखेरि हाम्रो एरिया अफ ट्रायंगल OAB इज लेस देन एरिया अफ सेक्टर OAB एन्ड इज लेस देन एरिया अफ ट्रायंगल AOC। त्यसैले हामीले राखियो, यहाँ के गरियो त त्यसैले हामीले राखियो OAB भन्ने ट्रायंगल स्मलै छ, त्यसको एरिया सानो नै हुने भयो। OAB भन्ने सेक्टर छ, त्यसको चाहिँ यो सर्कलको बाँकी रहेको पार्टले गर्दाखेरि चाहिँ थोरैको चाहिँ एरिया बढी हुने भयो र AOC त ठुलो नै छ। सो हामीले AOB को यसरी चाहिँ ट्रायंगलको चाहिँ निकाल्यौं, एरिया निकाल्यौं है। त्यसपछि सेक्टरको एरिया निकाल्दाखेरि 1/2 थीटा r स्क्वायर भने मैले, त्यही नै हो सर्कलको केसमा चाहिँ सेक्टरको फर्मुला हुन्छ 1/2 थीटा r स्क्वायर र एरिया अफ AOC निकाल्दाखेरि हामीले 1/2 r स्क्वायर tan थीटा निकाल्यौं र हामीले यो माथि आएको इक्वेसनलाई, यो जुन पहिलो इक्वेसन, यो इक्वेसन आयो हाम्रो, यो इक्वेसनलाई हामीले के गरियो त डिवाइड गरियो। पहिलो टर्म हाम्रो 1/2 r स्क्वायर sin थीटा थियो, त्यो sin थीटाले चाहिँ के गर्यो 1/2 r स्क्वायर sin थीटाले डिवाइड गर्यो। डिवाइड गरिसकेपछि यहाँ हामीले यो रेसिप्रोकल बनाएर चाहिँ हामीले यसलाई चाहिँ इक्वल गरियो। यहाँ लिमिटिङ भ्यालु राखियो, लिमिटिङ भ्यालु राख्दाखेरि cos 0 भनेको 1 हो, cos 0 1 र हाम्रो राइट साइडमा पनि 1 लेफ्ट साइडमा नि 1 हुँदै गर्दाखेरि चाहिँ स्क्विज थ्योरम अथवा स्यान्डविच थ्योरम, यसलाई स्यान्डविच थ्योरम पनि भन्छौं, यसलाई चाहिँ हामीले एप्लाई गरेर चाहिँ हामीले sin थीटा बाइ थीटा लाई चाहिँ लिमिट x टेन्ड्स टु 0 sin थीटा बाइ थीटा इज इक्वल टु 1 लाई प्रुभ गर्यौं। यति नै छ। अब हाम्रो WhatsApp चाहिँ जोइन गर्नु होला, WhatsApp ग्रुप, टेलिग्राममा पनि ग्रुप बन्दैछ, WhatsApp ग्रुप जोइन गर्नु होला। यसको चाहिँ म नोट पठाइदिनेछु यो भिडियोको। आशा छ यो भिडियोले तपाईहरुलाई मद्दत गर्नेछ है। ल म विवेक दाइ एनइबी रिसोर्सबाट अहिले बिदा हुन्छु यो भिडियोमा। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।